विगत केही दिनदेखि निरन्तर परेको अविरल वर्षाको कारण बिजनबारी क्षेत्रको जनजीवन निकै प्रभावित बनेको छ। लगातारको वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा ग्रामीण क्षेत्रलाई बजारसँग जोड्ने सडकहरू अवरुद्ध भएका छन्। यसैबीच गोक 2 ग्राम पञ्चायत अन्तर्गत नेजी क्षेत्रमा गएको पहिरोले धेरै क्षति पुर्याएको छ। स्थानीय प्रदीप राईको घर नजिकै गएको पहिरोको कारण घर जोखिममा परेको छ भने उनको माछा पालनका लागि निर्माण गरिएको पोखरी समेत पुरिएको छ। पहिरोले पोखरीमा रहेका अधिकांश माछा पुरिँदा आर्थिक क्षति बेहोर्नु परेको पीडितले बताएका छन्। यसैगरी गाउँका सुखबीर लेप्चा लगायत अन्य कृषकहरूको खेती योग्य जमिनमा समेत पहिरो खस्दा लगाइएका बालीमा ठूलो क्षति पुगेको छ। अर्कोतर्फ पहिरोको कारण कैजले कोलबुङ हुँदै किजोम भएर बिजनबारी जोरथाङ सडकलाई जोड्ने मार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको जानकारी प्राप्त भएको छ। यहाँ चाहिँ सानो पानी आउँदैछ नै। यो चाहिँ कैजलेदेखि कोलबुङबाट किजुम नयाँ बस्ती हुँदै दार्जिलिङ जाने बाटो चाहिँ यो अहिले चाहिँ कोलबुङकै छेउमा सेरापको घरदेखि अलिकति अगाडिपट्टि चाहिँ एउटा जोरथाङ जाने बाटो छ, एउटा दार्जिलिङ जाने बाटो छ। जोरथाङ जाने बाटो चाहिँ खुल्लै छ अहिलेसम्म। दार्जिलिङ जाने बाटो चाहिँ यसरी पुरै ब्लक भएको छ। अझै माथिबाट धेरै ठुलो आउनेवाला छ, चर्किरहेको रहेछ। तपाईँहरू यो बाटो चाहिँ कृपया नआउनु होला। यहाँ हेर्नुहोस् पानी कत्रो छ। आमा हो, अप्पर नेजी वार्ड नम्बर 3 र विशेष गरेर यो अप्पर नेजी यो लेप्चा गाउँ जुन यो मेन यो गाडी कुद्ने कच्चा रोड, यो रोडबाट यहाँबाट यो घर छेउबाट चाहिँ यो घर मुनिबाट चाहिँ भत्केर गएर चाहिँ यो चाहिँ सिधै तल यो डल्लै जमिन यो बारीहरू सबै खतम गरिदिएको छ। यो खेतीबारी गर्ने सायद मलाई लाग्छ आज रातिको पानी यो ढुङ्गाहरू चाहिँ यहाँ नरोकेको चाहिँ तल घर चाहिँ डल्लै खतम गर्ने थियो रहेछ। यो सबैभन्दा ठुलो पहिरो यो चाहिँ अब यहाँ चाहिँ अप्पर नेजी यहाँ माथिल्लो गाउँमा गएको छ। अन्त यो चाहिँ माथि सुखबीर बितिमको घर, यहाँ तल टेन्टुप हाम्रै समाजको सभापति टेन्टुप लेप्चाको घर सिधा माथिल्लोपट्टि। अनि यो चाहिँ खेतीबाली गर्ने जग्गा नै डल्लै गएको छ। यो ल यो चाहिँ मेरो सानो माछाको कोप हो। अन्त यहाँ माथि ठुलो बनाएको थिएँ। यो चाहिँ सबै माथिबाट चाहिँ पानी आएर अब माथिबाट पहिरो आएर चाहिँ सबै पुरेको छ। र यसरी माछा कोपिदियो सबै यहाँको माछा जति पनि माछा थियो त्यो माछाहरू एक दुईवटा चाहिँ बाँचेको छ, अरू सबै उयो भएको छ। हेर्नुहोस् अन्त यस्तो छ। यहाँनिर पहिला चाहिँ यो चाहिँ सबै सिमेन्टेड गरेको थियो, यति मात्रै चाहिँ बाँकी रहेको छ। अरू चाहिँ अब सबै उता माटो भरेर सबै माछा यहाँनिर पानी त्यही माथि पुग्दैछ हो। यो काट्नु पनि अहिले फिलहाल छैन, त्यसले गर्दा सानो मैले क्लिप गरेको छु बस। USG UAE को निम्ति PSBD सेक्युरिटी कार्ड चाहिएको छ। क्लाइन्ट इन्टरभ्यू 7 अगस्त 2026 शुक्रबार एट फ्युचर भिजन सिलगढी। 500 भ्याकेन्सिज एभाइलेबल, साथै सिलेक्सन प्रोसेस एकदमै सजिलो रहेको छ। पोजिसन एभाइलेबल PSBD सेक्युरिटी कार्ड, हाइट 5.6 इन्चेस अनि माथि, क्वालिफिकेसन 10 पास अनि माथि, एज 21 देखि 40 वर्षसम्म, आकर्षक स्यालेरीको साथमा एकोमोडेसन, ट्रान्सपोर्ट अनि अन्य सुविधा कम्पनीद्वारा दिनेछ।
Location near Iskan Mandir, Iskan Road, opposite Sri Sri Batika Apartment, Siliguri. Contact 9800888286 9475089155 अनि 70630447889. फ्यूचर विजन विदेश मन्त्रालय भारत सरकारद्वारा स्वीकृत संस्था.